हामी घुम्नु नि मिल्ने रहेछ नि जाउँ न मिल्छ यति वरिपरि त हो कस्तो दामी क्या ओइ बुके तपाईँलाई अनि हामी त अनि कोही त थिएन हेर्ने भन्ने एउटा कुरा क्या यो त मैले विदेशमा त हेरेँ नेपालको भैरवा उयसको चाहिँ हनु भैरवा दुईजनाको मिक्स भैरव भैरव भन्ने उयो छ नि राक्षस जो भैरवको मूर्तिको अगाडि चाहिँ झुट बोल्नु मिल्दैन थाहा पाइदिन्छ भन्ने जस्तै पहिला चाहिँ अब जस्टिस गर्नु पर्यो भने भैरवको मूर्तिको अगाडि जस्टिस गर्थ्यो क्या भैरवको उसले थाहा पाइदिन्छ कसैले झुट पनि बोल्नु सक्दैन अनि काठमाडौँमा भैरवको मन्दिर एक ठाउँ मात्रै छ अनि त्यो अनि त्यो भैरवको मूर्ति जहिले पनि डर लाग्छ कि उसको अगाडि कोही त्यो झुटै नबोल्ने तर एउटा बुढीले चाहिँ झुट बोलेर यो अनि अहिलेको उयो नि नेपाली उयो नि होइन काइते अक्षर भन्छ यसलाई तर बुझिन्छ नि अलिअलि त त्यहाँ सी छ ह छ ल छ सिहिल्बे यो बड्डु निख नानी कति राम्रो होइन